नमस्कार, बेस्ट विशेष फाइनेन्समा यहाँहरूलाई स्वागत गर्दै आजको यस भिडियो मार्फत अब आउने हप्ताको लागि चाहिँ अलि एग्रेसिभ टाइपको स्टक सर्ट टर्ममा चाहिँ अलि राम्रो रिटर्न आउन सक्ने स्टकहरूको बारेमा हामी डिस्कस गर्नेछौँ, छलफल गर्नेछौँ। हाम्रो एउटा फर्स्ट स्टक रहेको छ एसवाई प्यानल। एसवाई प्यानल चाहिँ हाम्रो आइपिओ लिस्टिङ भइसके पछाडि एउटा राम्रो र्याली आएर लगभग 2200सम्म पुगेर कि करेक्सन हुँदै हुँदै साइडवेज खेल्दै लगभग 1 महिना जस्तो साइडवेज खेलेर अब धेरै पछि आज एउटा यो ट्रेन्ड लाइन ब्रेकआउट गरेको छ। अघिल्लो दिन चाहिँ ट्रेन्ड लाइन ब्रेकआउट गरेको छ। यो एउटा चाहिँ हाम्रो राम्रो बाई हुनसक्छ, बाइङ अपर्च्युनिटी हुनसक्छ। यसमा हामी के गर्न सक्छौँ त भन्दाखेरि अहिलेको यो जोनमा हामीले बाई गरेर हाम्रो स्टप लस भने 1830, अलिकति स्टप लस भने अलिकति तलै नै छ, रिस्क भने अलिकति लगभग 8-9-10% को रिस्क छ भने रिवार्ड पनि त्यस्तै गरेर हाम्रो 10% देखि लिएर लगभग हाम्रो 20-25%, 30%सम्मको रिटर्न आउन सक्ने सम्भावना भएको एउटा यो एसवाई प्यानल रहेको छ, जसमा चाहिँ हाम्रो आरएसआई पनि एकदमै पोजिटिभ देखिएको छ र एमएसिडीमा पनि धेरै पछाडि बाई सिग्नल आउने सङ्केत देखिएको छ भने एउटा ट्रेन्ड लाइन क्रस गरेर एउटा ठुलो बुलिस क्यान्डल पनि फर्मेसन भएको छ र एउटा राम्रो भोल्युमले पनि साथ दिएको छ। त्यो भएर चाहिँ हामी एसवाई प्यानललाई चाहिँ एउटा टाइट स्टप लस राखेर यसलाई चाहिँ हामीले यो हप्ताको लागि पिक गर्न सक्छौँ। त्यस्तै अर्को रहेको छ सागर। सागरमा पनि त्यस्तै एउटा ट्रेन्ड लाइन ब्रेकआउट गरेर जस्ट अघिल्लो कारोबारको दिनमा जस्ट यो ट्रेन्ड लाइनभन्दा बाहिर आएर चाहिँ एउटा कारोबार भएको छ र एउटा भोल्युम पनि लगभग 2 दिन राम्रै भोल्युम आएको छ भने यसमा पनि हामी त्यस्तै गरेर एउटा यो 2000 देखि 2055 यही रेन्जमा चाहिँ बाई गर्न सक्छौँ भने त्यसको स्टप लस भने 1900 भन्दा तल आयो भने स्ट्रङ स्टप लस गर्ने हिसाबले यसको टार्गेट चाहिँ पहिलो टार्गेट चाहिँ 2200 देखि 2300सम्म हुनेछ भने दोस्रो टार्गेट चाहिँ यो अल टाइम हाई क्रस गर्यो भने लगभग 2800 देखि 3000सम्म जान सक्ने देखिन्छ। त्यसै गरी हाम्रो अर्को स्टक रहेको छ एसएआइएल सेल। सेलमा पनि सिमिलर प्याटर्न देखिएको छ। लगभग एउटा ट्रेन्ड लाइन ब्रेकआउट गरेर अघिल्लो कारोबार दिन चाहिँ यो ट्रेन्ड लाइनभन्दा बाहिर आएर बसेको छ। यसमा चाहिँ हामी यो जोनमा अहिलेको यसै जोनमा चाहिँ हामी यसलाई बाई गर्न सक्छौँ भने यसको पनि स्टप लस टाइट स्टप लस 1300 भन्दा तल आयो भने स्टप लस गर्ने गरेर यसमा पनि हाम्रो रिस्कको कुरा गर्ने हो भने लगभग 6-7% को रिस्क छ भने यसको टार्गेट चाहिँ 1600, लगभग 10% भन्दा माथि छ भने अनि त्यस पछाडि चाहिँ अल टाइम हाई क्रस गर्योमा भने यसको पनि एउटा टार्गेट राम्रो टार्गेट देखिने गरेछ र यसमा एमएसिडी र आरएसआई पनि दुइटै पोजिटिभ देखिन्छ। र त्यस्तै छ अर्को हाम्रो बन्दीपुर। बन्दीपुरमा पनि सिमिलर प्याटर्न नै देखिएको छ। सिमिलर प्याटर्न अनुसार एउटा यसले ट्रेङ्गुलर स्ट्रक्चर ब्रेकआउट गरेर माथि बसेको छ। यो ट्रेन्ड लाइन पनि ब्रेकआउट गरेको छ र भोल्युम पनि ठिकै आएको छ र यसमा चाहिँ हाम्रो एमएसिडी पनि कि पोजिटिभ हुन खोजेको छ र आरएसआई पनि अलिकति माथितिर लाग्न खोजेको छ। त्यो भएर यसलाई पनि हामीले चाहिँ लगभग यही जोनमा हामीले बाई गरेर एउटा 930 भन्दा तल आयो भने स्टप लस गर्ने गरेर एउटा हामी यसलाई बाई सेटअप मान्न सक्छौँ र यसको टार्गेट पनि लगभग 1100 को जोनमा पहिलो टार्गेट छ भने दोस्रो टार्गेट चाहिँ अब हाम्रो यो अल टाइम हाईको नजिक पुगेपछि यसलाई तोड्यो भने यहाँभन्दा माथि पनि जान सक्ने सम्भावना देखिन्छ। यसरी सर्ट टर्मको लागि चाहिँ यो एकदमै राम्रा स्टकहरू यो हप्ताको लागि राम्रो स्टक हुन सक्छन्, तर स्टप लस भने एकदमै टाइट राख्नुपर्ने हुन्छ र त्यति रिस्क बियर गर्न सक्ने क्षमता भयो भने मात्रै यो स्टकहरूमा इन्ट्री गर्नु होला भन्दै आजको यस भिडियो मार्फत बिदा हुन्छौँ। हस्त, धन्यवाद।